नमस्कार, चिक्को प्रोडक्सनको समाचारमा यहाँलाई स्वागत छ। हिजो अपराह्न करिब 2 बजे अध्यक्ष पुष्पकमल दाहालको एकान्त कुनामा बलात्कार भएको छ। प्राप्त समाचार अनुसार अध्यक्ष पुष्पकमल दाहाल आफ्नी नयाँ प्रेमिका भेट्न एकान्त कुना गएका थिए। सोही भेटका क्रममा उनकी नयाँ प्रेमिकाले नै उनको बलात्कार गरेको अनुमान हामीलाई प्राप्त भएको छ। यसै विषयलाई लिएर डाक्टर बाबुराम भट्टराईले नयाँ प्रेमिका तेस्रो लिङ्गी परेको हुनाले उहाँको बलात्कार भएको छ भनेर चिक्को प्रोडक्सन न्युजमा भन्नुभएको छ। त्यसैगरी भर्खरै वीर अस्पतालबाट आएको रिपोर्ट अनुसार अध्यक्ष पुष्पकमल दाहालको चाकको र नाकको दुलोको साइज पहिलेको भन्दा दोब्बर भएको जानकारी प्राप्त भएको छ। यही घटनालाई चार दलमध्येका एक शीर्ष नेता विजय कुमार गच्छिदारले ठिक्क परो माछिक्नेलाई भनी चिक्को प्रोडक्सनमा खुसी व्यक्त गर्नुभएको छ। माछिक्ने मान्दैन थियो, ठिक्क परो माछिक्नेलाई त हामीले त कति पटक भनिहालेछु, त्यो भालुलाई नभेट बरु साला देशको बारेमा सोच। माछिक्ने मान्दैन थियो साला। लास्टमा ठुलो लाडो नाकमा अनि चाकमा भेटिहालेछ। मलाई त लाग्दै थियो साला त्यो लाडोवाला केटी हो भनेर। साला चिक्न गएको माछिक्ने चिकाएर आएछ। गच्छिदारको यो खुसीमा एमाले नेता झल्लु लगायतका अन्य दलहरू पनि सहमत भएको जानकारी प्राप्त भएको छ। यसै विषयलाई लिएर प्रचण्डीलाई झापु हानी तह लगाउने पदम कुमारले भन्नुभयो, मैले त झापड मात्रै हानेको थिएँ, प्रेमिकाले त बबाले गर्नुभएछ। दर्शक दिनहरू, हामीलाई भर्खरै मात्रै एउटा समाचार प्राप्त भएअनुसार काङ्ग्रेस नेता सुशीले र एमाले नेता माधवे 2 केजी चरस र 1 केजी हेरोइन सहित वीरगञ्ज नाकामा पक्राउ परेका छन्। नेपालबाट भारत भ्रमण गर्ने क्रममा रहेका उक्त नेताहरूलाई वीरगञ्ज नाकामा सेक्युरिटी जाँच गर्ने क्रममा उक्त अवैध सामग्री सहित पक्राउ गरी भारतीय गुप्त विभागले जनाएको छ। हालमा उनीहरूलाई सुँगुरको खोरमा थुनिएको र केही दिनपछि भारतीय अवैध सामग्री नियन्त्रण विभागले 10 वर्ष दिशाको होम पाइपमा थुन्ने समाचार समेत प्राप्त भएको छ। हस्त दर्शक दिनहरू, अहिलेलाई समाचार यति नै। म चिक प्रसाद र चिक्को प्रोडक्सन फेरि ताजा र हट न्युज लिएर पुनः उपस्थित हुने नै छौँ। तल लाइक बटन घोच्न नबिर्सिनुहोला। धन्यवाद, नमस्कार, जय होस्।